दिनमा सबैभन्दा पहिलो आहार हामीले के खाने? एकैछिन गोद लिएर सुनौँ है त। दिनको पहिलो आहार कस्तो हुनुपर्छ? अधिकांश मानिसको दिनको आहार कि त पर्याप्त सुगर हुन्छ, कि त बोसो बढी हुन्छ, कि त प्रोटिन हुँदैन राम्रो, कार्बोहाइड्रेट एकदम धेरै हुन्छ, केही न केही गडबडी हुन्छ र पाचनलाई समेत सपोर्ट गर्दैन, खाने बित्तिकै ग्यास्ट्रिक भइहाल्छ। तर तपाईँ इमेजिन गर्नुहोस् एउटा यस्तो आहार कि जुन प्रोटिनमा पनि एकदम राम्रो, फ्याटको त अलिकति चिन्ता नै छैन, गुड फ्याटले भरेको, भिटामिन्स मिनरल्स पर्याप्त र त्यसमा पनि फाइबर एकदम धेरै र क्यालोरी पनि दिने र विशेष गरेर गर्मी महिनामा शरीरलाई शीतलता दिने, पानीको कमीबाट बचाउने र यसमा पाइने पर्याप्त खनिजले गर्मी महिनामा खनिजको सन्तुलन पनि मेन्टेन गर्ने। तपाईलाई लाग्ला कि होइन एकदमै महँगो त्यस्तो केही खानेकुरा हो भने तपाईँ गलत हुनुहुन्छ। म आज सातुको बारेमा कुरा गर्दैछु, जुन हामी प्रत्येक नेपालीले सजिलैसँग उपलब्ध हुने, कम पैसामा सजिलैसँग तयार गरेर जुनसुकै बेला पनि जहाँ पनि खान मिल्ने खाना हो। त्यसैले आजभोलि यसलाई पुवर म्यान्स प्रोटिन पनि भनिन्छ, यसलाई सुपर फुड भनेर पनि संज्ञा दिइएको छ। त्यसले आज यो भिडियो तपाईँ हेर्नुभयो भने तपाईँको ब्रेकफास्ट अवश्य परिवर्तन हुन्छ भने मैले आशा गरेको छु र यो भिडियोमा प्रवेश गर्नुभन्दा अगाडि मेरो यो च्यानललाई सब्स्क्राइब गरिदिन अनुरोध गर्दछु। ब्रेकफास्टका केही राम्रा अप्सन्सहरूसँग म तुलना गर्छु। म नराम्रो अप्सनसँग त तुलना गर्दिनँ, चिया बिस्कुट पाउरोटीसँग तुलना गर्दिनँ। आज म बेस्ट ब्रेकफास्ट जुन हामी खाइरहेछौँ त्योसँग सत्तुलाई तुलना गरेर हेरौँ। दूध दही खानुहुन्छ भने त्यहाँ फ्याटको इस्यु आउँछ, पाचनको इस्यु आउँछ, ल्याक्टोज इन्टोलरेन्सको कुरा आउला र दूध दहीमा फाइबर पनि हुँदैन। तर सातु त्यसको ठाउँमा सातुको शरबत बनाएर तपाईँ झोल खानुभयो भने तपाईँले दूध दही भन्दा पनि हायर प्रोटिन पाउनुहुन्छ, फाइबर पाउनुहुन्छ र पाचनको लागि पनि बेटर खाना पाउनुहुन्छ। तपाईँ अन्डा र चिकनसँग तुलना गर्नुहोस्, अन्डाभन्दा दोब्बर प्रोटिन सातुमा पाइन्छ। अन्डामा फाइबर हुँदैन। अवश्य अन्डामा एमिनो एसिड्सहरू राम्रो हुन्छ, यसको बायोलोजिकल भ्यालु सातुभन्दा राम्रो हो। तर शाकाहारीको लागि योभन्दा उत्तम खाना के हुनसक्छ? र इभेन मांसाहारीको लागि मांसाहारी खानामा एन्टिअक्सिडेन्ट्स, फाइबर र मिनरल्सहरूको कमी हुन्छ। तर सातु त्यो सबै कुराले एकदम रिच खाना मानिन्छ। अब तपाईँ फलफुल र जुस खानुहुन्छ, मैले आर्टिफिसियल जुसको कुरा गरेको होइन, नेचुरल जुस नै खानुहुन्छ भने फलफुलमा क्यालोरी बढी भयो, कार्बोहाइड्रेट बढी भयो, स्वास्थ्यको लागि यसमा धेरै फाइदा छ। तर सातुमा प्रोटिन पनि हाई एमाउन्ट पाउने भएको कारणले र यसमा जुन फ्याट एक्स्ट्रा हुन्छ, गुड फ्याट, त्यो पनि भएको कारणले र फाइबर पर्याप्त भएको कारणले सातुलाई उत्तम ब्रेकफास्ट मान्न सकिन्छ।